नमस्कार, यहाँहरू सम्पूर्णलाई स्वागत छ गुराँस स्टडी आइक्युजिकेमा। तपाईहरुलाई थाहा नै छ नेपालमा जेनजी मुभमेन्ट पछि जुन भाद्र 23 र 24 गते भएको थियो, त्यसपश्चात नेपालमा अन्तरिम सरकार गठन भएको छ र जसमा प्रधानमन्त्रीको रूपमा चयन हुनुभएको छ सुशीला कार्की र उहाँको मन्त्री परिषद विस्तारमा को व्यक्तिहरूले कुन मन्त्रालय सम्हाली राख्नु भएको छ त्यसको बारेमा आज हामीले चर्चा गर्नेछौं। र त्यसै अन्तर्गत हजुरलाई पहिलो प्रश्न रहेको छ, नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री को हुन्? नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री हुन् सुशीला कार्की र उहाँले शपथ कहिले लिनु भएको थियो भन्दाखेरि उहाँले भाद्र 26 गते शपथ लिनु भएको थियो। त्यस्तै दोस्रो नम्बरमा रहेको छ, नेपालको वर्तमान राष्ट्रपति को हुन्? वर्तमान राष्ट्रपति हुन् रामचन्द्र पौडेल। त्यस्तै थर्डमा रहेको छ, नेपालको अन्तरिम सरकारको गृहमन्त्री को हुन्? अन्तरिम सरकारको गृहमन्त्री हुन् ओम प्रकाश अर्याल र उहाँले शपथ ग्रहण गर्नुभएको थियो भाद्र 30 गते। नेपालको अन्तरिम सरकारको अर्थमन्त्री, जसले अन्य प्रशासनहरू पनि सम्हाली राख्नु भएको छ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री को हुन् रामेश्वर प्रसाद खनाल र उहाँले पनि शपथ ग्रहण गर्नुभएको थियो भाद्र 30 गते। त्यस्तै अर्को प्रश्न रहेको छ, नेपालको अन्तरिम सरकारको ऊर्जा मन्त्री, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्रालय जस्ता सम्हाल्नु भएको छ कुलमान घिसिङ र उहाँले पनि भाद्र 30 गते नै शपथ ग्रहण गर्नुभएको थियो। त्यस्तै अर्को प्रश्न रहेको छ, नेपालको अन्तरिम सरकारको उद्योग मन्त्री, वाणिज्य तथा आपूर्ति मन्त्री को हुन्? अनिल कुमार सिन्हा शपथ ग्रहण गर्नुभएको थियो असोज 6 गते। नेपालको अन्तरिम सरकारको शिक्षा मन्त्री, विज्ञान तथा प्रविधि मन्त्री को हुन्? महावीर पुन, जसले चाहिँ शपथ ग्रहण गर्नुभएको थियो असोज 6 गते। नेपालको अन्तरिम सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्री को हुन्? उहाँ हुनुहुन्छ मदन प्रसाद परियार र उहाँले पनि शपथ ग्रहण गर्नुभएको थियो असोज 6 गते। त्यस्तै नेपालको अन्तरिम सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्री को हुन्? जगदीश खरेल र उहाँले पनि शपथ ग्रहण गर्नुभएको थियो असोज 6 गते। नेपालको अन्तरिम सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री को हुन्? उनी हुन् सुधा गौतम, जसले चाहिँ शपथ ग्रहण गर्नुभएको थियो कार्तिक 9 गते। कार्तिक 9। नेपालको अन्तरिम सरकारको युवा तथा खेलकुद मन्त्री को हुन्? युवा तथा खेलकुद मन्त्री रहेका छन् बब्लु गुप्ता र उहाँले पनि कार्तिक 9 गते शपथ ग्रहण गर्नुभएको थियो।